चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको आजसम्म नेपालमा नभएको संविधान बनाउने एक मात्र काम संविधान बनाउने एक मात्र काम नयाँ नेपाल निर्माणको उदाउने छ घाम एक भोट उम्मेदवारलाई अर्को पार्टीलाई एक भोट उम्मेदवारलाई अर्को पार्टीलाई शिक्षा दीक्षा रोजगारी चाहिँ भावी सन्ततिलाई चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको आजसम्म नेपालमा नभएको योग्य सक्षम चुन्नु पर्यो संविधान लेख्ने योग्य सक्षम चुन्नु पर्यो संविधान लेख्ने हाम्रो दुःख पीडालाई नजिकबाट देख्ने समावेशी लोकतान्त्रिक संविधान लेख्न समावेशी लोकतान्त्रिक संविधान लेख्न नयाँ नेपाल निर्माणको भावी रेखा कोर्न चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको चुनाव आयो संविधान सभाको आजसम्म नेपालमा नभएको आजसम्म नेपालमा